गोही खाली सानो बच्चा खाली कहाँ गयो त्यहाँ पुग्छ रे त्यो पाल भित्र गयो कि सो हेलो एभ्रीवान वेलकम ब्याक टु माई एनदर न्यू भिडियो साथीहरु फेरि पनि तपाईलाई मेरो न्यू भिडियोमा स्वागत छ र साथीहरु अहिले म छु सुक्ला फाटा नेसनल पार्क निर र पछाडी हेर्न सक्नुहुन्छ साथीहरु कता यता हेर्न सक्नुहुन्छ जरायो हो कि हरिण मलाई थाहा छैन तर यति धेरै छ साथीहरु ट्याक्क म यहाँबाट जाँदाखेरि ट्याक्क मैले देखेँ उताबाट हेर्दा गाई जस्तो लाग्यो सो गाइस हेर्न सक्नुहुन्छ अहिले म सुक्ला फाटा नेसनल पार्क निरमा छु र यता हेर्न सक्नुहुन्छ साथीहरु मिर्ग अघि जरायो मलाई थाहा छैन Apple bottom jeans, boots with the fur. The whole club is looking at her. सो साथीहरु हेर्न सक्नुहुन्छ सावधान तालमा गोही छन् भनेर लेखिएको छ र यताको मान्छेलाई सोध्दाखेरि चाहिँ यो तालमा साथीहरु दुईवटा गोही राखिएको छ भनेर भन्दै हुनुहुन्थ्यो पानी आउन बाँकी नै छ साथीहरु भर्खर त बर्खा स्टार्ट भयो हैन पानी आयो भने टन्न यहाँसम्म हुन्छ होला सायद सो साथीहरु अहिले म चाहिँ ठ्याक्क बेतकोट नगरपालिका कति थाहा छैन ठ्याक्क बेतकोट तालमा आएको छु र यताको भ्यूहरु तपाई चेक गर्न सक्नुहुन्छ साथीहरु कस्तो भ्यू छ एकदमै बबाल टाइपको भ्यू छ र साथीहरु यहाँ चाहिँ पानी अझ आएको छैन भरिएको छैन ताल है ताल भरिन बाँकी नै छ भक्क बर्खा सुरु भयो र यताको मान्छेलाई सोध्दाखेरि चाहिँ साथीहरु ताल पुरै माथिसम्म ओभरफ्लो हुन्छ अरे र गोही पनि साथीहरु गोहीबाट पनि हल्का बस्नु पर्छ यता चाहिँ एकदमै दामी सुनसान वातावरण छ साथीहरु एकदमै दामी र यताको नेचर हरियाली हेर्न सक्नुहुन्छ हल्का यो पहाड क्रस भइ साथीहरु जोगबुढा भन्ने ठाउँ लाग्दो रहेछ साथीहरु मलाई चाहिँ थाहा थिएन भर्खर मैले थाहा पाएँ यो पहाड क्रस भएपछि जोगबुढा भन्ने ठाउँ लाग्दो रहेछ र यहाँबाटै मान्छे जाने रहेछ साथै जोगबुढा गाडी पनि जाने रहेछ जोगबुढाको लागि र एकदमै रमाइलो भइरहेछ साथीहरु अब हजुरलाई यहाँको जो यो के भन्छ बेतकोट तालमा रहेको एउटा मन्दिर हो त्यो मन्दिरमा गइरहेको छु दर्शन गर्न लागि त्यहाँको लुक पनि हजुरलाई म देखाउँछु ब्लग लास्टसम्म हेरिदिनु होला सानै छ ब्लग यही हो यताको हरियाली र यता पनि मन्दिर रहेछ साथीहरु देख्न सक्नुहुन्छ यता पनि मन्दिर रहेछ अब हजुरहरूलाई म अगाडि लगिरहेको छु गोही खाली सानो बच्चा खाली कहाँ गयो त्यहाँ पुग्छ रे त्यो पाल भित्र गयो कि साथीहरु हामी गोही देख्यो है पुच्चे हो भागलाई हामीले देखेर यहीँबाट निस्केर दौड्यो होइन यहाँबाट ठुलो गोही आउँला यार सो गाइस हेर्न सक्नुहुन्छ क्या दामी लुक छ र ऊ भक्क एउटा गोही देख्यो गोहीको बच्चा यहाँ भाग्यो भन्ला चाहिँ म भिडियो बनाउनलाई अगाडि बढिरहेको छु कता यता गोहीको बच्चा छिर्यो भन्नु लाग्थ्यो त भक्कर उयो भनिरहेको थियो लेखेको छ देख्न त अब यहाँ खै यहाँभित्र छिर्यो भन्नु सानो बच्चाहरू त्यस्तै म त पानीभित्र होला हुन्छ सोचेँ यहाँबाट यस्तो बाहिर निस्किने रहेछ यस्तै दौड्दै गएर आउँछ आउनु पनि बच्चासँग बच्चा त के हुँदैन ठुलो आइदिएपछि अप्ठ्यारो हुन्छ यताबाट अरू नदेखि पनि पानी ट्याङ्की भने मजाले देखिरहेको थियो र खोला मजाले देखिरहेको थियो र फर्किने क्रममा फेरि मैले जराहरूलाई देखेँ र उनीहरू रुखको छायामा बसिरहेको थिए गर्मीले गर्दाखेरि सो साथीहरु अब म फाइनली सुक्ला फाटा नेसनल पार्कमा फेरि फर्किसकेँ बेतकोट तालबाट र एकदमै रमाइलो भयो साथीहरु त्यहाँ र एकदमै चिसो पनि थियो साथीहरु धनगढीको यो गर्मीभन्दा लास्टै चिसो थियो त्यहाँनिरको र त्यहाँको टेम्परेचर पनि लास्टै कम थियो साथीहरु एकदमै रमाइलो भयो र यो ब्लगलाई अब यहाँ एन्डिङ गर्नुपर्ने हुन्छ आई होप तपाईँलाई यो ब्लग मन पर्यो होला यदि मन पर्यो भने च्यानल सब्सक्राइब गरिदिनु होला भिडियो लाइक पनि गरिदिनु होला फेरि भेट्नेछु नयाँ भिडियोमा नयाँ ठाउँमा तबसम्म गाइस बाई बाई एन्ड टेक केयर बाई बाई